नमस्कार। भोलि सुदूरपश्चिमका विभिन्न जिल्लाहरू हुँदै हाम्रो भावी प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह अछाम जाँदै हुनुहुन्छ। मिति समय भोलिसम्म निर्धारण हुने म यहाँहरूलाई जानकारी गराउन चाहन्छु र अछामवासी परिवर्तनकारी घण्टी प्रेमी र विकास प्रेमी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाई चाहिँ बालेन शाहको भव्य स्वागतका लागि तयारी अवस्थामा बस्न हुन म यसै सूचना मार्फत जानकारी गराउन चाहन्छु। र अब यो देशले दल पार्टी भन्दा पनि नयाँ दललाई चाहिँ एउटा परिवर्तनको रूपमा हेरेको देखिन्छ र बालेन शाहलाई पनि एउटा परिवर्तनको रूपमा हेरेको छ। त्यसैगरी सबैजनाले चाहिँ घण्टीमा मतदान गर्दिन पनि म यसै सूचना मार्फत जानकारी गराउन चाहन्छु। धन्यवाद। जय देश, जय बालेन र जय रासोपा।